पेटमा ग्यास जम्मा भइरहन्छ, घाँटीमा जलन भइरहन्छ, खाना खाइसकेपछि खाना राम्रोसँगले हजम हुँदैन अर्थात् पच्दैन र यो सबै प्रब्लमको कारणले राति तपाईलाई राम्रोसँग निद्रा लाग्दैन अर्थात् निदाउन सक्नुहुन्न। चिन्ता नगर्नुहोला, यो प्रब्लममा तपाईँ एक्लै हुनुहुन्न। यो प्रब्लमलाई गट प्रब्लम भनिन्छ, ग्यास्ट्रोएसोफेजियल रिफ्लेक्स डिजिज। चिसो चिज पनि पिएर हेरिसक्नुभयो, दुध पनि ट्राई गरिसक्नुभयो, कम्स एन्ड एन्टी एसिड्स, इभन कि डाक्टरले दिएको औषधि पनि ट्राई गरेर हेरिसक्नुभयो। यति धेरै कुराहरू तपाईले ट्राई गरिसक्नुभयो, तैपनि तपाईको एसिड रिफ्लेक्सको प्रब्लम भने सल्भ भएको छैन। लेट मी एक्सप्लेन यु वाइ। पेटभित्र एसिड हुनु एकदमै धेरै जरुरी हुन्छ, किनकि खानालाई ब्रेकडाउन र डाइजेस्ट गर्नका लागि यसको मद्दत चाहिन्छ। तर तपाईको जतिखेर गटमा प्रब्लम हुन्छ र फुड राम्रोसँगले डाइजेस्ट हुँदैन, त्यतिखेर तपाईको बडीलाई लाग्छ कि एसिड इनफ छैन। त्यस पछाडि उसले आफ्नो एसिडको प्रोडक्सनलाई बढाइदिनेछ। त्यस पछाडि एसिड यति धेरै बढ्नेछ कि तपाईको घाँटीसम्म आइपुग्छ। त्यसैको कारणले तपाईलाई जलन हुन्छ। गटको प्रब्लम एक्चुअली एसिड नभएर तपाईको अनहेल्दी गट हो। गटको प्रब्लमको कारणले बडीले एक्स्ट्रा एसिड बनाउनु परिरहेको छ। एसिडको प्रब्लमलाई ठिक गर्नु छ भने सबैभन्दा पहिला तपाईले आफ्नो गटको प्रब्लमलाई ठिक गर्नुपर्छ। हाम्रो गटभित्र गुड ब्याक्टेरिया हुन्छ, त्यसलाई भनिन्छ प्रोबियोटिक्स, र त्यसलाई हेल्दी बनाउनका लागि हामीले राम्रो खाना दिनु पर्दछ र त्यो हेल्दी खानाको नाम हो प्रिबियोटिक्स, जसलाई हामीले फाइबर पनि भन्ने गरिन्छ। र यो सिम्पल कन्सेप्टलाई बुझेको कारणले उहाँले आफ्नो 25 वर्ष पुरानो एसिड रिफ्लेक्स प्रब्लमलाई सल्भ गर्न सफल भइसक्नु भएको छ। साथै आफ्नो मेडिसिनहरूबाट पनि छुटकारा पाइसक्नु भएको छ। र यदि तपाईँ पनि एसिड रिफ्लेक्स प्रब्लमसँग सफर गरिराख्नु भएको छ र छुटकारा पाउन चाहनुहुन्छ, त्यसो हो भने कमेन्टमा फाइबर लेख्नुहोला। म तपाईलाई एक सोलुसन दिनेछु र त्यो नेचुरल सोलुसन युज गर्नुभयो भने तपाईले 3 महिनामा ग्यारेन्टीसँग तपाईको समस्या समाधान हुनेछ।